हाम्रो समाजमा होइन महिला हिंसाको कुरा सबैले गर्छन् होइन, तर पुरुष हिंसाको कुरा कसैले गर्दैन। हजुर कहाँ त्यस्तो पुरुष हिंसा रिलेटेड केसहरू पनि आउँछ? एक दिन चाहिँ एउटा क्लाइन्ट आउनुभयो कि मेरोमा। उहाँको उमेर 21 वर्षको थियो, उहाँ लेडी हुनुहुन्थ्यो। उहाँले के गर्नुभयो भने मलाई, म्याम मसँग यसो भयो, म एउटा छोरा मान्छेसँग रिलेसनसिपमा थिएँ, रिलेसनसिपमा भइसकेपछि उसले मलाई विवाह गरेन, वा मलाई उसले विवाह गर्छु भनेर आश्वासन दिँदा दिँदै उसको दोस्रो मान्छेसँग इङ्गेजमेन्ट भएको हुँदा फेरि उसलाई चाहिँ जबरजस्ती गर्ने मुद्दाको एउटा मलाई चाहिँ जाहेरी लेखिदिनु। यो चाहिँ मैले इमाडोलमा गएर उसमा चाहिँ सम्बन्धित प्रहरी कार्यालयमा गएर दर्ता गरिदिन्छु भन्नुहुन्छ। इफ महिलाले वा नाबालकले होइन हामीले एकचोटि शारीरिक सम्पर्क राखेको थियौँ भनेर उसले अदालतमा आएर भनिदियो भने, यद्यपि दुईजना बिचमा बोयफ्रेन्ड गर्लफ्रेन्डको रिलेसनसिप देखिन्छ भने पनि त्यसमा चाहिँ पुरुषलाई चाहिँ सजाय नै हुन्छ। बाहिर होइन विवाहभन्दा अगाडि प्रिनअप एग्रिमेन्ट गर्छन् होइन, लाइक प्रिनअप एग्रिमेन्ट भन्ने के हो? नेपालको केसमा त्यस्तो छ कि छैन? महिला सक्षम हुनुहुन्छ भने चाहिँ महिलाले कहिले पनि पुरुषसँग चाहिँ मानाचामल भराउन माग्नु हुँदैन। किन हुँदैन भन्दाखेरि एउटा कुरा त पुरुषभन्दा बढी आर्जन गरिरहेको पनि हुन्छ, र दोस्रो कुरा भनेको सम्बन्ध विच्छेद वा अंश मुद्दा चल्यो भने त पछि त लाइफ बाँच्न धेरै नै छ नि त। सो मलाई चाहिँ किनभने के लाग्छ भने पुरुषलाई यदि बच्चा छैन वा नाबालक बच्चा छैन भने चाहिँ कङ्गाले बनाएर चाहिँ छोड्नु हुँदैन जस्तो लाग्छ। आज हामीसँग उपस्थित हुनुहुन्छ यशस्वी थापा म्याम। म्याम हजुरलाई स्वागत छ आज पोडकास्टमा। धेरै धेरै धन्यवाद हजुर। हजुरको सोसल मिडियामा होइन वकिल दिदी भनेर पनि लेख्नु भएको छ होइन, यो नेमको पछाडिको स्टोरी के छ? यस्तो छ, सर्वप्रथम त धेरै धेरै धन्यवाद मलाई हजुरले आज हजुरको पोडकास्टमा बोलाइदिनु भएकोमा। मेरो वकिल दिदी नाम के छ त्यसको रहस्य नाम पछाडि भन्दै गर्दा यसरी सुन्दा पनि नाममा चाहिँ एउटा कुरा के बुझिन्छ भने वकिल भने बुझिन्छ। म पेसागत एउटा कानुन व्यवसायी हुँ। हाल चाहिँ म सगरमाथा कलेज अफ लको प्रिन्सिपल पनि हुँ। अब यो वकिल दिदी किन राखेको मैले भनेर भन्दाखेरि नि अलिकति सानो स्टोरी छ। कस्तो थियो भने मैले मेरो ब्याचलर्स इन्डियाबाट गरेर आएको। मैले इन्डियामा ब्याचलर्स गरेर नेपाल आउँदाखेरि लाइसेन्स लिएर काम गर्दाखेरिको सन्दर्भमा मलाई सानोभन्दा सानो कुरा सिकाउने अदालतमा मान्छे मैले भेटेको थिइनँ। अनि त्यो हेर्दाखेरि मैले एउटा कुरा के अनुभव गरेको थिएँ भने म जस्तो त कति धेरै मान्छे हुनुहुन्छ होला जसलाई अदालतमा गएर सिकाउने मान्छे नहुने मान्छेहरू कति धेरै हुनुहुन्छ होला भनेर मैले त्यो सोचेर चाहिँ मैले अब केही नभए पनि अबको आउने म पछि आउने वा मैले जे जति जानेको छु त्यो जानेको कुरा चाहिँ म अबको आउने वा अन्य कानुन व्यवसायीहरूलाई सिकाउँछु भनेर आफ्नो नाममा चाहिँ मैले वकिल, म पेसागत कानुन व्यवसायी भएर वकिल राखेँ। दिदी चाहिँ किन राखेँ भन्दाखेरि मसँग सबैजनाले क्लोज फिल गर्नुहोस् भनेर, क्लोज फिल गरेको मान्छेलाई त सोध्दा केही पनि अप्ठ्यारो लागेन, त्यही भएर चाहिँ मैले मेरो नाम वकिल दिदी राखेको। हजुरले भन्नुभयो नि त प्रिन्सिपल पनि हुनुहुन्छ हजुर सगरमाथा कलेजको है, अनि ल पनि प्र्याक्टिस गर्दै हुनुहुन्छ? एकदमै हजुर। कति भयो हजुरले? यस्तो छ, मैले मेरो पढाइ सुरु चाहिँ एउटा रहस्यमय र अझ मिठो कुरा के छ भने मैले हाम्रो कस्तो हुन्छ भने कानुन शिक्षा प्राप्त गर्ने चाहिँ समयावधि 5 वर्षको हुन्छ। मैले मेरो एसएलसी 14 वर्षमा सकेर 16 वर्षमा मैले +2 सकेर 5 वर्षको अध्यापन चाहिँ मैले इन्डिया गएर गरेर मैले 21 वर्षदेखि बारको लाइसेन्स लिएर 21-22 वर्षदेखि मैले बारको लाइसेन्स लिएर अहिले म अब हुन त छोरी मान्छेले उमेर भन्नु हुँदैन, तर म 29 वर्षको भए। यसो हेर्दाखेरि 8 देखि 9 वर्ष जति चाहिँ म अहिले निरन्तर प्र्याक्टिसमा छु। र त्यही भन्दै गर्दाखेरिको सन्दर्भमा म अहिले प्रिन्सिपल चाहिँ सगरमाथा कलेज अफ लको प्रिन्सिपल पनि हो। प्रिन्सिपलको पोजिसनमा अहिले बसेर मैले काम गरेको चाहिँ 1 एकाडेमिक इयर भयो। 1 एकाडेमिक इयर भयो हजुर। अनि एज अ ल प्र्याक्टिस अब ल प्र्याक्टिस गरेको त सम्भवतः मेरो कस्तो थियो भने बारको लाइसेन्स हजुरको म 2019 ग्रेजुएट, 2020-21 मा मैले बारको लाइसेन्स पाएको, त्यहाँदेखि अहिलेसम्म निरन्तर 7 वर्ष जति भयो मेरो। ओके। अनि हजुरले प्र्याक्टिस गर्दा होइन मोस्ट अफ द केसेस के रिलेटेड आउँछ? हो, मैले प्र्याक्टिस गर्दाखेरि अहिले कस्तो छ भने नि अब हजुरले मलाई भन्नुभयो मेरो नाम वकिल दिदी भनेर, डिजिटल युगमा मेरो अलिकति रिच भएको हुँदाखेरि मलाई अहिले चाहिँ कस्तो छ भने धेरै केसेसहरू चाहिँ एउटा अन्डर एज माइनरहरूको इस्युमा मलाई धेरैले परामर्श लिन खोज्नुहुन्छ। अर्को चाहिँ साइबर रिलेटेड क्राइम्सहरूमा पनि मलाई धेरैजनाले परामर्श लिन खोज्नुहुन्छ। अब त्यति भन्दै गर्दाखेरि अहिले कस्तो रहेछ भने डिजिटल्ली धेरैजना महिलाहरू को चाहिँ पति
वा जुन वाइफहरू हुनुहुन्छ वा पत्नीहरू हुन्छ उहाँहरूको पति चाहिँ विदेश हुनुहुँदो रहेछ वा महिला आफै विदेशमा रहनु भएकोहरू चाहिँ विदेशबाट मलाई क्लाइन्टहरूले रिच आउट चाहिँ के भन्दै गर्नुहुन्छ भने मलाई चाहिँ सम्बन्ध विच्छेद गर्नु पर्यो भनेर धेरैजनाले चाहिँ मलाई जस्तो अंश सम्बन्ध विच्छेद भयो, जबरजस्तीकरणी भयो, साइबर विरुद्ध अपराध भयो आदि इत्यादिमा मलाई धेरै नै रिच आउट गर्न खोज्नुहुन्छ मलाई। लाइक भन्नुभयो नि त डाइभर्सको रिलेटेड भन्नुभयो, बाहिर कोही फिमेल नै बाहिर बसेर काम गरिरहेछ अथवा कोही मेल पनि भन्नुभयो होइन। हजुर। अनि कस्तो केसेसहरूमा त्यो भइरहेछ, लाइक किन यस्तो रहेछ अहिलेको सिनारियोमा? अब मैले तथ्याङ्क नै अदालतको तथ्याङ्कमा पनि डिभोर्स रेट सबैभन्दा हाई छ भनेर भन्छ, तर कस्तो हुँदो रहेछ भने नि मैले यसो मेरो एनालाइसिसमा यो तथ्याङ्कले पनि सायद सपोर्ट गर्छ यसलाई। अहिले कस्तो देखिन्छ भने लभ म्यारिज गरेकोमा डिभोर्स रेट हाई देखिरहेछ सोसाइटीमा। कस्तो लभ म्यारिजमा भन्दाखेरि मैले सबै लभ म्यारिज भन्न खोजेको होइन पक्कै पनि, तर कस्तो छ भने हजुरको 20 वर्ष हाम्रो कानुन योग्यता उमेर हो विवाह गर्ने। 20 देखि 21 वर्षको उमेरमा पहिला विवाह गरिसक्नु भएको जो जोडी हुनुहुन्छ जो अहिले सायद 30 वर्षको लाग्नु भएको छ उहाँहरूको बिचमा चाहिँ एकदमै डिभोर्स रेट सङ्ख्या हाई देखेको छ। कतिसम्मको हाई देखेको छ भने होइन म डिभोर्स गर्छु र यसपछि म एक्लै बस्छु भन्ने चाहिँ भावना उहाँहरूको भित्र हुँदैन। उहाँहरूको चाहिँ सम्बन्धमा रहँदै पनि दोस्रो व्यक्तिसँग वा अपरिचित व्यक्ति वा मलाई फोन गरेर आउँदा पनि धेरैजना व्यक्तिहरूले चाहिँ उहाँहरूले कुरा राख्दा पनि श्रीमानले श्रीमतीको अन्य परपुरुषसँग सम्बन्ध छ भन्ने, श्रीमतीले मेरो श्रीमानले मलाई हेरेन अन्य महिलासँग मैले बाटोमा हिँडेको थाहा पाएको थिएँ भनेर भन्छन्। अब सायद यही नै होला मेन इस्यु डिभोर्सको हुन्छ नि, आफू एउटा सम्बन्धमा रहँदै पनि अर्कोतिर चाहिँ यसो गर्यो भने त्यहीबाट त्यसकै आधारमा अहिलेको अवस्थामा चाहिँ डिभोर्सको रेट एकदमै हाई भएको छ। लाइक हजुरले एउटा इक्जाम्पल दिनुभएको छ नि त, बाहिर विदेशमा कुनै महिला बस्दै हुनुहुन्छ होइन, उहाँको हस्बेन्ड चाहिँ नेपालमा, उहाँहरूको कस्तो समस्याहरू छ? बाहिर विदेश बसिरहेको महिलाहरू चाहिँ कस्तो हुँदो रहेछ भने अहिलेको स्थितिमा म फेमिनिस्ट लयर त होइन, तर धेरै अवस्थामा चाहिँ महिला पनि अहिले शिक्षित वर्गमा पर्न थाल्नु भएको छ। पुरुष दुईटा सिनारियो रहेछ, एउटा त पहिला पुरुष विदेश जाने अनि त्यसपछि महिला पनि विदेश जाने, केही सम्भवतः विदेशैमा घरेलु हिंसा भएर पुरुषलाई चाहिँ डिपोर्ट नेपालमा गरिदिने सम्मको परिस्थिति आउँछ। अब त्यसो भयो भने त एउटा त डिपोर्ट गरेको पुरुषलाई नेपाल आइसके पछि त डिस्टेन्सले पनि एउटा सम्बन्धलाई गाह्रो पार्ने भयो। अनि दोस्रोमा घरेलु हिंसामा परिआएको पुरुषले महिला र पुरुषको सम्बन्ध खासै राम्रो पनि देखिँदैन। अब त्यसै भन्दै गर्दाखेरि मैले प्रथम अवस्थामा म फेमिनिस्ट होइन किन भनेको भन्दाखेरि जस्तो विदेशमा जानेहरू चाहिँ अहिलेको अवस्थामा महिलाहरू शिक्षित वर्गको महिलाहरू धेरैजना चाहिँ विदेशमा जानु हुनुहुँदो रहेछ र नेपालमा बसिआउने पुरुषहरू चाहिँ धेरै क्वालिफिकेसनल ब्याकग्राउन्ड नभएको, सबैजना त म भन्दिनँ, क्वालिफिकेसन ब्याकग्राउन्ड नभएको नेपालमा बस्ने अनि विदेशमा बसेर महिलाले घर चलाउनको लागि नेपालमा पैसा पठाउने, नेपालमा पैसा पठाउँदाखेरि पुरुषले अब नेपालमा त थाहा छ तपाईँलाई, हामीलाई सबैलाई थाहा छ रोजगारीको अवसर त शून्यमै छ, आफूलाई रोजगारीको अवसर दियो भने मात्र रोजगारीको अवसर खुल्ने हो। अब त्यही भन्दै गर्दाखेरि विदेशमा बसेको महिला र पुरुष नेपालमा बसेको चाहिँ दुईटा मुख्य कारण, एउटा चाहिँ फाइनेन्सियल कन्डिसनले हो, दोस्रोमा चाहिँ अब बाहिर गएको महिला जसरी काम गरेर आउनुहुन्छ सायद आफ्नो श्रीमानलाई 24 घण्टा दिन पनि सक्नु हुँदैन, त्यो भएर एउटा सम्बन्ध चाहिँ त्यहाँ बिग्रिन गएको पनि अवस्था हामीले धेरै देख्छौँ। ओके, अनि यो डाइभोर्स हुँदा होइन एलिमोनीको जुन कुरा आउँछ होइन, एलिमोनीको फिमेलले मात्र पाउँछ कि मेलले पनि पाउँछ? यस्तो छ कि अब यो मैले भन्दै गर्दाखेरि म इन्डिया पढ्दाखेरि चाहिँ हामीले एलिमनी पढाउँथ्यो कि एलिमनी भनेको के हो भनेर भन्दाखेरि पहिला यो एलिमनी भनेको कुरा चाहिँ एकदम सिम्पल हो। म्यारिटल स्टेटस कायम भइरहेको अवस्थामा पुरुषले आफ्नो श्रीमतीलाई चाहिँ भराउने खर्च कहिलेसम्म भन्दाखेरि अंशमुद्रा टुङ्गो नलागिन्जेलसम्मको अवस्थामा पुरुषले आफ्नो पत्नीलाई वा पतिले पत्नीलाई भराउने खर्चलाई एलिमनी भनिन्छ। नेपालमा चाहिँ मेन्टेनेन्स भन्दो रहेछ, एलिमनी भन्ने चाहिँ शब्द रहेन रहेछ। अब मेन्टेनेन्स भराउने चाहिँ पुरुषले महिलालाई के कस्तो कन्डिसनमा मेन्टेनेन्स भराउने भनेर हजुरले त्यही प्रश्न गर्नुभएको। कस्तो हुँदो रहेछ भने नेपालको कन्डिसनमा धेरैजना जसलाई थाहा छैन, महिलाले पतिले हरेक महिलालाई चाहिँ वा हरेक पतिले हरेक पत्नीलाई चाहिँ माना चामलको खर्च भराउनु पर्दैन। किन पर्दैन, के कस्तो अवस्थामा पर्दैन, यो जनचेतनामूलक एउटा मैले वाक्य पनि भन्न गइरहेको छु। कस्तो हुँदो रहेछ भने अघि मैले भने जस्तै यदि महिला आफैमा
कमाउन परिपक्व हुनुहुन्छ, आर्थिक क्षमताबाट उहाँ सम्पन्न वर्गको व्यक्ति हुनुहुन्छ, आफैमा पनि उहाँको मासिक आर्जन पुरुषभन्दा बढी देखिन्छ भने यस्तो अवस्थामा चाहिँ पतिले पत्नीलाई चाहिँ मानचामल भराइराख्नु पर्दैन रहेछ। तर अन दि अदर ह्यान्ड अब जस्तो म पढाउँछु भने अनि मैले पढाउँदै गर्दाखेरि मलाई धेरै विद्यार्थीहरूले के सोध्नुहुन्छ भने पुरुषले महिलालाई भराउनु पर्ने, महिलाले चाहिँ किन पुरुषलाई भराउनु नपर्ने भनेर सोध्नुहुन्छ। अब कस्तो हुन्छ भने आज हजुर हामी बसिआएको छौँ काठमाडौँमा, हामीले सबै काठमाडौँ सेन्ट्रिक भएर चाहिँ सोच्नु हुँदैन जस्तो लाग्छ मलाई। किन भन्दाखेरि कानुन भन्ने कुरा त काठमाडौँमा जे कानुन छ त्यही हुम्ला जुम्लामा हुन्छ, त्यही हाम्रो सिरा सप्तरीमा हुन्छ। त्यही भन्दै गर्दाखेरिको सन्दर्भमा अब हामीलाई थाहा छ नि त काठमाडौँमै बसिराख्ने वा सिटी एरियामा बसिराख्ने महिलाहरू एउटा सबैजना त भने होइन, तर केही हदमा उहाँहरू चाहिँ पुरुषभन्दा रकम बढी कमाउने, मासिक आर्जन बढी हुनु पनि सक्छ। यद्यपि मैले तराईमा बस्ने महिला चाहिँ बढी नकमाउने भनेर भने होइन, तर हामीले युनिफर्मली हेऱ्यौँ भने त हालको अवस्थामा पनि नेपालको अन्य जिल्लाहरूमा तपाईँ हामीले हेरिआएको हाम्रो घर परिवारमा पनि महिला भनेको अहिले पनि हाउसवाइफको रूपमा बसिराख्नुहुन्छ। त्यही कारणले गर्दाखेरि अहिले चाहिँ जुन कानुन निर्माण भएको छ हालको अवस्थामा चाहिँ पुरुषले वा पतिले पत्नीलाई चाहिँ मानाचामल भराउने व्यवस्था गरिएको जस्तो लाग्छ मलाई। ओके, कतिपय ठाउँ होइन महिलाहरूले अंश लिएर छुट्टै बसिरहेका हुन्छन्, डाइभोर्स गरे हुँदैनन् होइन। अनि अंश लिएर छुट्टिनु राम्रो कि डाइभोर्स लिएर छुट्टिनु राम्रो? हो, यो सन्दर्भमा धेरैजनालाई जानकारी हुँदैन। मसँग आएको महिलाहरूले पनि मलाई वा पत्नीहरूले पनि मलाई के भन्नुहुन्छ भने मलाई चाहिँ सम्बन्ध विच्छेद चाहिएन, मलाई चाहिँ अंश मात्र लिएर छुटेर बस्नुपर्ने छ मेरो श्रीमानसँग भनेर भन्नुहुन्छ। अनि मैले के भन्छु भने होइन त्यसो नगर्नु भनेर भन्छु। किन नगर्नु भन्दाखेरि हाम्रो नेपालको कानुनमा चाहिँ स्पष्ट के व्याख्या गरेको छ भने महिला र पुरुष अर्थात् पति र पत्नी सँगै बसिआएको अवस्थामा यदि पत्नीले पतिसँग अंश लिएर छुट्टै बस्नुभयो भने यस्तो कन्डिसनमा भोलिको दिनमा पुरुष वा पतिले दोस्रो विवाह गर्यो भने चाहिँ पुरुषले दोस्रो श्रीमती ल्याएको हकमा चाहिँ बहुविवाहको मुद्दा हाल्न मिल्दैन भन्छ। त्यही भएर अब क्लियरली के छ भने अंश लिएर छुट्टै बस्यो भने त यो त सम्बन्ध कायम भए पनि पुरुषले त दोस्रो विवाह गर्न त ऊ त छुट पाए उसले होइन। त्यही कारणले गर्दाखेरि सम्भवतः यदि गर्ने हो भने सम्बन्ध विच्छेद अंशसहित सम्बन्ध विच्छेद नै गर्नु भनेर भन्छु म। अंश मुद्दा मात्र हालेर वा अंश मात्र लिएर चाहिँ वैवाहिक सम्बन्ध कायम हुन्छ भनेर तपाईँको अब हुन त तपाईँको पति पत्नी बिचको त्यो एउटा अन्डरस्ट्यान्डिङ पनि हो, यदि त्यो लाग्छ भने चाहिँ त्यो ठिकै छ। तर कानुनमा यदि हेर्नुभयो भने भोलिको दिनमा पतिले दोस्रो विवाह गर्नुभयो भने तपाईँले भोलिको दिनमा वा पत्नीले भोलिको दिनमा होइन मलाई त बहुविवाहको मुद्दा हाल्नु छ भनेर उहाँले चाहिँ उजुरी गर्न पाउनुहुँदैन। ओके, अनि एउटा अझै क्वेसन म थप्छु यसमा होइन, मेरो अघि नै क्वेसन थियो लाइक डाइभोर्सको केसेसहरू पनि प्रायः जसो सहरतिर बढी हुन्छ गाउँघरमा कम्पेयर गर्दा, त्यस्तो किन? लाइक 5 रिजन्स भन्नु, एउटा 5वटा रिजन्स होइन मस्ट कारणहरू। 5 प्रेभलेन्ट रिजन्स किन सहरमा डिभोर्स बढी हुन्छ भन्दाखेरि एउटा त कस्तो हुन्छ भने मेबी हामी अलिकति ट्रेडिसनल कन्ट्री नै हो होइन, तर वेस्टर्नाइज जहिले पनि सिटी एरियामा जहिले पनि मान्छेहरू वेस्टर्नाइज भएर बसिराख्नु भएको हुन्छ। अब यो भन्दै गर्दाखेरि मैले सिटीको सबै लेडिजहरूलाई भन्न खोजेँ होइन, म पनि एउटा दुअबी भन्ने गाउँबाट आउँछु, म सुनसरीमा रहेको दुअबी नगरपालिकाबाट आउँछु। यद्यपि म त्यहाँबाट आएर अहिले काठमाडौँमा बसिरहेको छु भन्दाखेरि म बेस्ट अफ द बोथ वर्ल्ड्स मैले हेरेको छु। अब कस्तो हुन्छ भने धेरै कुराको जनचेतना भयो भने व्यक्तिले सबै कुराको बाट लाभ लिन खोज्छ भनेर भनिन्छ नि। सायद अहिलेको अवस्थामा चाहिँ सिटीमा बढी नै डिभोर्सको संख्या देखिने भनेको एउटा त अब यसरी हाम्रो यो कार्यक्रम हेर्दै गर्दाखेरिको सन्दर्भमा यो त गाउँको महिलाहरूले धेरै कमले मात्र हेर्नुहुन्छ, तर कस्तो हुन्छ भने सहरमा बसेको महिलाहरूले बढी हेर्नुहुन्छ। अब उहाँहरू सेल्फ अवेर यति नै धेरै लेभलमा भइसकेको हुनुहुन्छ कि उहाँहरूले कहिलेकाहीँ हामीले अवेरनेसको रूपमा मात्र दिइरहेको कुरालाई चाहिँ उहाँहरूले आफ्नो लाइफमा इम्प्लाइ गरेर एकदम क्विक डिसिजन लिन समेत खोज्नुहुन्छ कि सायद कारण नम्बर 1 चाहिँ त्यही छ। एकदम जनचेतना चाहिँ यति न जनचेतना हुन्छ, सेल्फ अवेरनेस यति न उहाँहरू चाहिँ अवेर हुनुहुन्छ, त्यो कारणले गर्दाखेरि टु मच अफ सेल्फ अवेरनेस वा टु मच अफ यसरी प्रोत्साहन जनचेतना पनि ह्याम्पर हुन्छ भनेको पहिलो कारण त्यो भयो होला। अब त्यही भन्दै गर्दाखेरिको सन्दर्भमा दोस्रोमा चाहिँ यो मैले देखिआएको मेरो अहिलेको क्लाइन्ट्सहरू पनि कस्तो हुनुहुन्छ भने
उसँग त मलाई सम्पत्ति केही पनि चाहिएन मैले भन्छु नि त, किनकि मैले त भनिदिनु पर्ने हुन्छ तिमीले डिभोर्स मात्र गर्दैनौ, तिमीले त अंश पनि दाबी लिन पाउँछौ, किनकि अप्यारेन्टली नेपालमा महिलाले अंशको दाबी लिँदाखेरि श्रीमानको हकमा जे जति अंश लाग्छ त्यसको आधा अंश चाहिँ श्रीमतीले पनि पाउँछ भन्ने कानुनमा स्पष्ट व्याख्या गरेको छ। अप अन्टिल त्यहाँ केही प्रावधानहरू चाहिँ शारीरिक सम्पर्क यदि महिलाले अन्य पुरुषसँग राख्यो भने चाहिँ नपाउने भनेर क्लज छ। अब यही भन्दै गर्दाखेरि मेरो क्लाइन्टहरूले के भन्नुहुन्छ भने होइन म त अंश लिदिनँ, म आफैमा परिपक्व छु, म त कमाउँछु, मैले कमाउने भएको हुँदाखेरि मलाई किन ऊ चाहियो भन्ने जब मुखमा आउँछ त्यो शब्द, त्यो त अब एउटा केले आउँछ भन्दाखेरि इगोले आउँछ नि त। अब त्यही धेरै कुराको उहाँहरूसँग चाहिँ एक्सेस भयो भने एउटा हिसाबले उहाँमा चाहिँ अहम आउँदो रहेछ, त्यो अहमको कारणले गर्दाखेरि पनि डिभोर्सको प्रोसेस वा डिभोर्सको रेट हाई भएको छ। त्यही भन्दै गर्दाखेरि अब मैले पुरुषको सन्दर्भमा भन्दाखेरि यहाँ पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा नहाल्ने होइन। कस्तो हुन्छ भने यदि पुरुषले घरेलु हिंसा गर्नुभएको छ, अब मैले चाहिँ के भन्छु भने सम्बन्ध जबसम्म जोगाउन सकिन्छ जोगाउनु, छोराछोरी भएको सन्दर्भमा चाहिँ सम्बन्ध विच्छेदै नगर्नु भन्छु म। तर घरेलु हिंसा भएको छ भने चाहिँ त्यहाँ एकचोटि सोच्नै पर्ने हुन्छ, किन भनेपछि बाढी आएर घरमा बाढी छिर्यो भने कि त घरको फाउन्डेसन विक हुन्छ कि त स्ट्रक्चर ड्यामेज हुन्छ। त्यही भन्दा भन्दै घरेलु हिंसाको रेसियो जति बढ्दै जान्छ त्यही अनुसारको सम्बन्ध विच्छेदको पनि रेसियो त्यति नै बढ्दै जान्छ। अब चौथो पोइन्टमा कुरा गर्दै जाँदाखेरि फाइनेन्सियल कन्डिसनले पनि सम्बन्ध विच्छेदको प्रावधान चाहिँ अब हामीले अहिले त सिटी एरियामा चाहिँ सम्बन्ध विच्छेदको किन बढी रेसियो हुन्छ भन्दै गर्दाको सन्दर्भमा गाउँघरमा किन हुँदैन त भन्दाखेरि पनि हालको अवस्थामा यो अकट्य प्रमाण चाहिँ के छ भने महिलाहरू वा पत्नीहरू अहिले पनि घरमा ब्रेड विनर हुनुहुन्न। उहाँहरू घर बुली भएर घर चलाएर आउनु भएको छैन। अब गाउँ घरमा वा पहाडमा बसी आउने महिलाहरू चाहिँ उहाँहरू जति जे भए पनि म सही बस्छु भनेर सही बसेको कारणले गर्दाखेरि हालको अवस्थामा गाउँमा चाहिँ धेरै थोरै चाहिँ यो सम्बन्ध विच्छेदसँग सम्बन्धित उहाँहरूले चाहिँ कार्यविधिको कानुन वा उहाँहरूले चाहिँ सम्बन्ध विच्छेद नदिन सक्ने वा चाहने चाहिँ रहर उहाँहरूको फाइनेन्सियल कन्डिसनले गर्दा पनि हुन्छ। र पाँचौं कन्डिसनमा चाहिँ अब यो चाहिँ कस्तो छ भने सिटी एरिया होस् वा गाउँ एरिया होस् वा पहाडीको एरिया होस्, नाबालक छोराछोरी छन् भने सानै उमेरमा नाबालक छोराछोरी वा पुरुष र महिला हुन त कानुनमा त 20 वर्ष उमेर छ। 21 वर्षको उमेरबाट यदि बच्चा जन्मियो भने 21 वर्षको उमेरमा जन्मिएको पेरेन्ट्सहरू त भर्खर 21, 22, 23 वर्षको हुनुहुन्छ। उहाँहरू त फाइनेन्सियल पनि परिपक्व हुँदैन भयो भने पनि ल पुरुष हुनुभयो 29 वर्ष हुनुभयो, महिला हुनुहुन्छ 23 वर्ष। 23 वर्षमा अब तपाईँ हामी नेपाल बसी आएकोलाई त हामीलाई थाहा छ 23 वर्षमा के कस्तो आर्जन हुन्छ भन्ने कुरा त हामीलाई थाहा छ, ग्राउन्ड रियालिटी। अब यही भन्दै गर्दाखेरि डिभोर्स गर्न चाहेर डिभोर्स गर्न नसकेको कारण चाहिँ कपल्सहरूमा चाहिँ एउटा अन्डरस्ट्यान्डिङ चाहिँ के हुन्छ भने होइन बच्चा छ, बच्चा भएको कारणले गर्दाखेरि उसको भविष्यको लागि पनि हामी सम्बन्ध विच्छेद नगरौँ भनेर यी 5वटा कारणले चाहिँ कुनै सिटीमा वा कुनै एरियामा सम्बन्ध विच्छेदको तथ्याङ्क बढी छ, कुनैमा चाहिँ कम छ, कुनैमा न्यूनतम छ। हजुरले जसरी भन्नुभयो नि त अब सिटीतिर प्रायः सो डाइभोर्सको केसेसहरूमा होइन महिलाहरूले अंश नलिने भन्ने कुरा पनि गर्छ होइन, तर प्रायः सो अब यो जुन नियम छ नि त त्यसको एडभान्टेज पनि लुप होलबाट लिन खोजिरहनु कतिले, लाइक कति केसेसहरूमा बिहे गरेपछि होइन अंश लिने किसिमको पनि कुराहरू भइरहेको हुन्छ। हजुर हजुर हो। अनि त्यस्तो केसेसहरूमा कुनै हुन्छ नि त अब डाइभोर्स बिहे गरेर होइन एलिमोनी त भन्नु भने मेन्टेनेन्सको कुरा गर्नु मेन्टेनेन्स लिन खोजिरहेको हुन्छ, त्यस्तो कसरी छुट्याउने? यस्तो छ, मैले यसमा अझै एउटा स्टोरी भन्छु है। म हजुरलाई मेरो आफ्नो ल फर्म हुनुभन्दा अगाडिको ल फर्ममा एउटा क्लाइन्ट हुनुहुन्थ्यो, महिला हुनुहुन्थ्यो। उहाँसँग काठमाडौँमा 4टा गेस्ट हाउस। कसरी त्यो गेस्ट हाउस भयो भन्दाखेरि उहाँको यो हाम्रो फर्ममा आएको मुद्दा पनि तेस्रो सम्बन्ध विच्छेद मुद्दा रे भनेपछि उहाँले हरेक पतिसँग विवाह गर्ने वा हरेक पुरुषसँग विवाह गर्ने वा उहाँले पतिको रूपमा पुरुषलाई स्वीकार्ने अनि केही समय सम्बन्ध राम्रो राख्ने, सम्बन्ध राम्रो राखिसकेपछि उहाँको सम्बन्ध विच्छेद गर्ने, सम्बन्ध विच्छेद गर्दाखेरि चाहिँ यसरी उहाँले चाहिँ हरेक पुरुषसँग चाहिँ दाबी लिँदै हिँड्ने, लिइसकेपछि तपाईँले अघि भने अनुसारको महिलाको नाममा त सम्पत्ति यथा देखियो, पुरुष त के भयो भन्दाखेरि एउटा हिसाबले त कङ्गालै देखियो। अब यस्तो अवस्थामा कसरी के गर्ने भन्दाखेरिको सन्दर्भमा अब जस्तो म यो अलिकति ट्रेडिसनल थट प्रोसेस भएको मान्छे पनि परे, जस्तो जहिले पनि ठुलो बडाले भनेको सुन्नुपर्छ। आफूले विवाह जस्तो कुरा चाहिँ साथीभाइले
आफूलाई चाहिँ प्रोत्साहन गरेर गर्ने कुरा होइन। यो चाहिँ एउटा सोसियो इकोनोमिक कन्डिसन ब्याकग्राउन्ड मिल्नुपर्ने हुन्छ, कल्चर थट प्रोसेस मिल्नुपर्ने हुन्छ। अझ मलाई चाहिँ के लाग्छ भने अलिकति ट्रेडिसनल माइन्ड चाहिँ मामु बाबाले तपाईँले रोजाको मान्छेलाई ल ठिक छ नानी यो ठिक छ भनेर यदि उहाँहरूको ग्रिन फ्ल्याग छ भने चाहिँ त्यस्तो मान्छेलाई चाहिँ विवाह गर्यो भने अलिकति यो जुन हुन्छ नि भोलिको दिनमा आएर आफ्नो श्रीमतीले सम्पत्ति लिएर जाने डर चाहिँ हुँदैन। अब किन हुँदैन भनेर भन्दाखेरि एउटा सानोमा एउटा इक्जाम्पल स्वरूप तपाईँ कोहीसँग विवाह गर्न खोजिराख्नु भएको छ र जोसँग तपाईँको विवाह भइरहेको छ उहाँको फाइनेन्सियल कन्डिसन पनि त्यही छ, तपाईँको फाइनेन्सियल कन्डिसन पनि त्यही छ भने पक्कै पनि तथ्याङ्कले नि भन्छ उहाँले चाहिँ स्टेट प्रपर्टी क्लेम गर्नु हुँदैन। अब त्यति भन्दै गर्दाखेरि जस्तो कतिपय अवस्थामा चाहिँ पक्कै पनि स्त्री धनमा चाहिँ दाबी गर्न मिल्दैन। तर भोलिको दिनमा त तपाईँले एउटा सेल्फ इम्प्लोइड वुमेनलाई डेट गरिराख्नु भएको छ भने त उहाँले पनि केही न केही त आर्जन गर्नुहुन्छ। अब यस्तो छ नेपालको कानुन चाहिँ हालको अवस्थामा चाहिँ स्पष्ट कानुन व्याख्या नभए पनि महिलाले केही कुनै सम्पत्ति आर्जन गरेर आउनुहुन्छ भने र त्यो सम्पत्ति आर्जन गर्दाखेरि पुरुषले खरिद गरिदिएको देखिरहेछ भने त्यसमा चाहिँ फेरि पुरुषले पनि दाबी गर्न मिल्छ। त्यस्तो छ। त्यही भएर सोसियो इकोनोमिक कन्डिसन हामीले पढ्दै फेरिको सन्दर्भमा एकदमै पर्छ कि यो सोसाइटी ल एन्ड सोसाइटी भन्छ नि त। सोसाइटीमा हामी कसरी बस्ने, हाम्रो सोसाइटीमा कस्तो मान्छेसँग इन्टरेक्ट गर्ने आदि इत्यादि चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। अघि पनि हजुरले लभ म्यारेजको केसेसमा डाइभोर्स रेट बढी भन्नुभएको थियो होइन, अनि अहिले पनि एरेन्ज म्यारेज गर्दा डाइभोर्सहरू कम हुन्छ भन्नुभयो होइन। लाइक हजुर एरेन्ज म्यारेजलाई नै प्रिफर गर्नुहुन्छ? हो, म मेरो एउटा करेन्ट स्टेटस भन्छु। म आजभन्दा सायद कति हो 15-20 दिन अगाडि मात्र म इङ्गेज भएँ। मेरो अरेन्ज म्यारेज थ्रु नै इङ्गेजमेन्ट भएको हो, सो म अरेन्ज म्यारेज प्रिफर गर्छु। दाइजो लिनुलाई होइन अपराध मानिन्छ होइन, अनि ठ्याक्कै मेन्टेनेन्स लियो भने त्यो कुनै व्यक्तिको अधिकार भनेर पनि मानिन्छ। हजुरको यसमा के छ प्रतिक्रिया? यस्तो छ, दाइजो लिनु त अपराधै हो होइन, किनभने कस्तो कन्डिसनमा दाइजो लिइँदो रहेछ प्राय जसरी भनेर भन्दाखेरि नि फेरि यहाँ दुईवटा कुरा छ कि कसैले केही कुरालाई दाइजो भन्छन्, त्यही कुरा कसैले गिफ्ट भन्छन् कि। समाजमा विभिन्न वर्गको व्यक्तिहरू हुन्छन्। विभिन्न वर्गको व्यक्तिमा विवाह गर्दाखेरि एउटा पुरुषको परिवार र अर्को महिलाको परिवारले विवाह गर्ने हो। अहिले पनि नेपालको सोसाइटीमा कस्तो छ भने जहिले पनि सम्पन्न परिवारमै जाउन् मेरो छोरी भनेर भन्छन्। त्यही भन्दै गर्दाखेरि वा अब म पनि सुनसरीबाट हो, मधेसी कमिटीबाटै हो म होइन। कस्तो हुँदो रहेछ भने तराईमा मैले प्रत्यक्ष रूपमा चाहिँ मैले त्यो अनुभव गर्न पाएको छुइनँ। तर हालको अवस्थामा चाहिँ दाइजो के कस्तो भन्दाखेरि हजुरले भने जसरी नै यो दाइजो लिने जस्तो देखिन्छ कि। अब म चाहिँ के भन्छु भने यसमा अब पहिला कुरा चाहिँ दाइजो लिनु त अपराध नै हो। माना चामल यदि महिला सक्षम हुनुहुन्छ भने चाहिँ महिलाले कहिले पनि पुरुषसँग चाहिँ माना चामल भराउन माग्नु हुँदैन। किन हुँदैन भन्दाखेरि एउटा कुरा त पुरुषभन्दा बढी आर्जन गरिरहेको पनि हुन्छ, र दोस्रो कुरा भनेको सम्बन्ध विच्छेद वा अंश मुद्दा चल्यो भने त पछि त लाइफ बाँच्न धेरै नै छ नि त। सो मलाई चाहिँ किनभने के लाग्छ भने पुरुषलाई यदि बच्चा छैन वा नाबालक बच्चा छैन भने चाहिँ कङ्गाले बनाएर चाहिँ छोड्नु हुँदैन जस्तो लाग्छ। अब यही भन्दै गर्दाको सन्दर्भमा टेक्निकल्ली माना चामलको कुरा चाहिँ हाम्रो सिभिल कोडले मात्र गर्छ, अर्थात् मुलुकी देवानी संहिताले मात्र गर्छ भने त्यसलाई चाहिँ दण्डनीय अपराध चाहिँ भनिँदैन। त्यही भएर तत्कालीनको अवस्थामा चाहिँ माना चामल भराउने चाहिँ एउटा कानुनी सुविधाको रूपमा लिइन्छ भने दाइजो चाहिँ अपराधकै रूपमा लिइन्छ। ओके, बाहिर होइन अब विवाहभन्दा अगाडि प्रिनअप एग्रिमेन्ट गर्छन् होइन, लाइक प्रिनअप एग्रिमेन्ट भन्ने के हो? नेपालको केसमा त्यस्तो छ कि छैन? यो कस्तो छ भने अहिले मलाई मेरो क्लाइन्टले प्रिनअप गरौँ न त भनेर भन्दाखेरि वा दिदी प्रिनअपको के छ सुविधा भनेर भन्दाखेरि म मुस्कुराउँछु कि नेपालमा तत्कालीनको अवस्थामा चाहिँ प्रिनअप एग्रिमेन्ट भन्ने छैन। प्रिनअप भनेको कस्तो हुँदो रहेछ भने मैले पनि लेटर इन लाइफ थाहा पाएको, किनभने अहिले नेपालमा मैले चाहिँ अहिलेसम्म प्रिनअप गरेको छैन। प्रिनअप एग्रिमेन्ट गरेर बसिराख्नु भएको कपल हुनसक्छ, नहुने होइन। किनकि भोलिको दिनमा समस्या आयो भने चाहिँ अदालतमा जाँदाखेरि अलरेडी हाम्रो बिचमा एउटा सम्झौता भएको थियो भनेर उहाँहरूले कागज प्रमाण रूपमा पेश गर्नुभयो भने चाहिँ त्यसले के वैधानिकता राख्छ भन्ने कुरा चाहिँ भोलिको दिनमा अदालतमा गइसकेपछि हेरिने कुरा हो। तर तत्कालीनको अवस्थामा चाहिँ प्रिनअप भनेको चाहिँ पुरुष र महिला दुवैजनाले चाहिँ विवाह गर्नुभन्दा अगाडि एउटा सहमति सम्झौता पत्रलाई नै प्रिनअप एग्रिमेन्ट भनेर भनिँदो रहेछ।
अब यसको मूल तात्पर्य भनेकै भोलिको दिनमा अंशको बारेबाट बोल्दो रहेछ प्रिनअप एग्रिमेन्टले। पुरुष र महिला बिचमा चाहिँ एउटा के सम्झौता हुँदो रहेछ भने भोलिको दिनमा हामी बिचमा चाहिँ सम्बन्ध विच्छेद भयो, और मानिलियो कतिसम्मको पनि राख्न मिल्छ भने ल 6 महिनाभन्दा अगाडि हामी बिचमा सम्बन्ध विच्छेद भयो भने चाहिँ तिमीले मेरो अंश दाबी गर्न पाउँदैन भनेर जुन यो सम्झौता लेखिन्छ त्यसलाई नै प्रिनअप एग्रिमेन्ट भनिँदो रहेछ। एउटा कुरा चाहिँ के छ भने तत्कालीनको अवस्थामा नेपालमा प्रिनअप एग्रिमेन्ट भनेर नै हामीले वकिलहरूले बनाउँदै गरिआएको चाहिँ अवस्था छैन होइन। तर भोलिको दिनमा चाहिँ प्रिनअप एग्रिमेन्ट बनाउन सान्दर्भिक नै छ, किनभने अघि हामीले कुरा गरे जसरी नै यदि महिलाले विवाह गरेको 1 महिनामै जोसँग विवाह गरिआउनु भएको छ, जसलाई उहाँले आफ्नो पति मान्नु भएको छ, उहाँसँग चाहिँ उहाँले सम्बन्ध विच्छेद दाबी गरेर अंश लिएर जानुभयो भने चाहिँ त्यसमा के हुन्छ भनेर भन्यो भने त त्यो त एकदमै सान्दर्भिक क्वेसन हो। अब यही सन्दर्भमा चाहिँ प्रिनअप गर्यो भने चाहिँ के हुन्छ भन्दाखेरि भोलिको दिनमा अदालतले सायद हाम्रो यो कानुनमा केही कतै व्याख्या पनि गरेको छ, सम्बन्ध विच्छेद गर्दाखेरि यदि पुरुष र महिलाले केही सम्झौता गर्नु भएको छ भने त्यो सम्झौता बमोजिम भनेर हाम्रो देवानी संहितामा केही कतै उल्लेख गरेको अवस्था भएको हुँदाखेरि सायद प्रिनअप हालको अवस्थामा नेपालमा प्रेभलेन्ट छैन। तर विथ द चेन्जिङ निड अफ द सोसाइटी एन्ड द युज अफ टेक्नोलोजी धेरै क्लाइन्ट्सहरू वा धेरै सर्वसाधारणहरूलाई यो जनचेतना फैलियो भने चाहिँ उहाँहरूले प्रिनअप गर्न सक्नुहुनेछ। तर यट हामी ट्रेडिसनल सोसाइटीमा बस्छौँ, प्रिनअप गर्नु भनेको अहिलेको अवस्थामा तिमीले मलाई ट्रस्टै गर्दैनौ, तिमीलाई कि मैले बिहा गर्नको लागि अंशैको लागि बिहा गर्न खोज्छौ भनेर भनिदिन्छन् नि त। अब त्यसरी त कुनै पनि एउटा नयाँ रिलेसनको स्टार्ट भएको त राम्रो होइन। अनि मलाई त अझै के लाग्छ भने विवाह गर्न यदि कोहीसँग विवाह गर्न खोजिरहेछ भने अपार्ट फ्रम वाट एभर वी आर टकिङ मान्छेलाई चाहिँ ब्लाइन्ड ट्रस्ट चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। त्यही भएर अबको 10 वर्षमा प्रिनअप आउला कि, तर अहिलेको 10 वर्षसम्म चाहिँ प्रिनअप सायद प्रेभलेन्ट त्यस्तो नेपालमा आउँदैन होला, विदेशमा चाहिँ छ। एग्रिमेन्ट गरेर विवाह गर्नु भनेको एकअर्कामा चाहिँ ट्रस्टै नगर्नु हो नि। हामीले जस्तो तपाईँले अब जस्तो यही कोठा भाडामा लिने भन्दै गर्दाको सन्दर्भमा घरबेटीसँग एग्रिमेन्ट बनाउनु पर्यो। बनाउँदाखेरि घरबेटीले तपाईँलाई एग्रिमेन्ट बनाऊ भनेर भन्नुभयो भने तपाईँले पक्कै पनि यो एग्रिमेन्टलाई चाहिँ घरबेटीले बनाएको एग्रिमेन्टलाई एउटा वकिल देखाउनुहुन्छ, किन भन्दाखेरि यो सम्झौता पत्रले मलाई कति माथि राख्छ भनेर भन्नुहुन्छ। अब प्रिनअप गर्ने हो भने त मान्छेको आफ्नो स्वेच्छा हुन्छ, तर तत्कालीनको अवस्थामा नेपालको कन्टेक्स्ट हेर्दाखेरि प्रिनअपले अलिकति नेगेटिभ भावना वा भाव दिन्छ। प्रिनअप एग्रिमेन्ट त्यही त ट्रस्ट नै हुँदैन, ट्रस्टै हुँदैन। अनि यो त गर्यो भने त दोस्रै दिन झगडा पर्छ। अनि त्यो प्रिनअपमा लेखे अनुसारको कति हुन्छ, प्रिनअपमा लेखे अनुसारको 10 वर्ष चाहिँ सँगै बस्ला अनि त्यसपछि फेरि झगडा परेर अनि सम्पत्ति त लिइहाल्छ। हाम्रो समाजमा होइन महिला हिंसाको कुरा सबैले गर्छन् होइन, तर पुरुष हिंसाको कुरा कसैले गर्दैन। हजुर कहाँ त्यस्तो पुरुष हिंसा रिलेटेड केसहरू पनि आउँछ? यस्तो छ, पुरुष हिंसा भनेको कुरा हिंसा चाहिँ हामीले लेम्यान ल्याङ्ग्वेजमा चाहिँ शारीरिक, मानसिक र आर्थिक हिंसा भन्छौँ। पुरुषलाई यो शारीरिक हिंसा नहोला, तर पुरुषहरूलाई चाहिँ मानसिक हिंसा हुन्छ। अब महिलालाई चाहिँ अहिलेको तत्कालीनको अवस्थामा शारीरिक हिंसा र आर्थिक हिंसा चाहिँ भएको मैले देखेको छु। अब पुरुषको बारेबाट कुरा गर्दाखेरि पुरुष हिंसामा मैले अघि भन्दै गर्दाखेरिको सन्दर्भमा विदेशमा रहनु भएको पति वा पुरुषले चाहिँ फोन गरेर एकदमै रुनुहुन्छ कि उहाँहरू रुँदाखेरि के भन्नुहुन्छ भने मेरो श्रीमतीले जहिले पनि म पैसा पठाउँछु, पैसाको के गर्छ थाहा छैन, छोराछोरीलाई पनि हेरचाह गर्दैन, छोराछोरीहरू मेरो बुवा आमासँग मात्र बसिराख्नु भएको छ। अब म विदेश नबसेर हुँदैन, मैले विदेश बसेर नेपाल आउने जे जति मसँग खर्च छ बरु त्यसले त मेरो छोराले 6 महिनाको लागि पढेर नै बस्छ वा 3 महिनाको लागि पढ्छ। अब म के गरौँ त भनेर उहाँहरूलाई सायदलाई धेरैलाई सम्बन्ध विच्छेद सम्मको प्रक्रिया थाहा नहुँदा पनि उहाँहरूले चाहिँ मलाई एउटा सल्लाह सुझावको लागि चाहिँ सम्पर्क समन्वय गर्नुहुन्छ। अब यही भन्दा गर्दाखेरि पुरुषलाई अहिलेको अवस्थामा चाहिँ शारीरिक हिंसा चाहिँ भएको भनेको 5, 10, 15, 20% होला होइन। तर पुरुषलाई चाहिँ कस्तो हिंसा हुन्छ भने मानसिक हिंसा हुन्छ। एउटा त मैले तपाईँलाई विवाह गरेको पुरुषको भने, अर्को चाहिँ कस्तो हुँदो रहेछ भने मैले देखे अनुसारको मलाई एक दिन चाहिँ एउटा क्लाइन्ट आउनुभयो कि मेरोमा, उहाँको उमेर 21 वर्षको थियो, उहाँ लेडी हुनुहुन्थ्यो। उहाँले के गर्नुभयो भने मलाई म्याम मसँग यसो भयो, म एउटा छोरा मान्छेसँग रिलेसनसिपमा थिएँ, रिलेसनसिपमा भइसकेपछि उसले मलाई विवाह गरेन वा मलाई उसले विवाह गर्छु भनेर आश्वासन दिँदै उसको दोस्रो मान्छेसँग इङ्गेजमेन्ट भएको हुँदाखेरि उसलाई चाहिँ जबरजस्ती करणी मुद्दाको एउटा मलाई चाहिँ जाहेरी लेखिदिनु, यो चाहिँ मैले इमाडोलमा गएर उसमा चाहिँ सम्बन्धित प्रहरी कार्यालयमा गएर दर्ता गरिदिन्छु भन्नुहुन्छ। अनि अब यो पुरुषलाई पर्ने हिंसा होइन त होइन।
हिंसा भन्ने कुरा जहिले पनि उहाँलाई चाहिँ समाजले थाहा पाएपछि मात्र हिंसा हुनुपर्छ भन्ने छैन, तर धेरै थोरै अवस्थामा चाहिँ जुन यो ब्ल्याकमेलिङ छ, जुन यो टर्चर भइरहेछ पुरुषहरूलाई, त्यही कारणले गर्दाखेरि पुरुष हिंसा चाहिँ वैवाहिक सम्बन्धमा गाँसेको जोडी होस् वा वैवाहिक सम्बन्धमा नगाँसिएको, जस्तो अघि हामीले कुरा जस्तै लिभिङ टुगेदरमा बसेको जोडीमा पनि एकदमै पुरुषलाई हिंसा भएको अहिले मैले अनुभव गरिरहेको छु। हजुरले भन्नुभयो नि त, अब लिभिङमा बसिरहेछ होइन, अब कुनै केटाले अथवा केटीले एकअर्कालाई विवाह गर्छु भनेर भनेको छ, अनि पछि विवाह गरेन भने अब अघि इक्जाम्पल पनि दिनुभयो हजुरले, जबरजस्ती गर्नेको मुद्दा हाल्ने भनेर। अनि त्यस्तो केसमा होइन के कस्तो प्रक्रिया छ, आई मिन केस गर्ने? यस्तो छ, नेपालमा मैले भनिरहेको सन्दर्भमा नेपालमा मुद्दा हाल्न एकदमै सजिलो छ मान्छेलाई, तर त्यो मुद्दा हालिसकेपछि अदालतमा पुगिसकेपछि जिल्ला होइन, उच्च होइन, सर्वोच्च अदालतबाट न्याय के हुन्छ त वा के व्याख्या गरिन्छ भनेर हेर्नुपर्छ। यही पर्टिकुलर इस्यु चाहिँ आजको जल्दो बल्दो इस्यु रहेन रहेछ। यो आजभन्दा 5 वर्ष अगाडि, 10, 15, 20 वर्ष अगाडि पनि सम्मानित सर्वोच्च अदालतले एउटा स्ट्यान्डर्ड सेट गरिसकेको छ। के सम्मानित सर्वोच्च अदालतबाट स्ट्यान्डर्ड सेट गर्दै फेरिको अवस्थामा एउटा सिद्धान्त प्रतिपादित के गरेको छ भन्दाखेरि, यदि दुवैजना पुरुष होस् वा महिला होस्, दुवैजना साबालक छन् वा विवाह गर्ने उमेरभन्दा माथिल्लो उमेरका व्यक्तिहरू छन्, अर्थात् 20 वर्षभन्दा माथिका छन् भने यस्तो अवस्थामा जोडी मध्येको पुरुषले महिलालाई वा महिलाले पुरुषलाई म तिमीसँग विवाह गर्छु, आऊ मसँग शारीरिक सम्पर्क राख, हामी दुईजना सँगै लिभिङमा बसौँ भनेर यदि त्यसो गरेर प्रस्ताव राखिएको छ, कसलाई भन्दाखेरि एउटा उमेर पुगेको व्यक्तिलाई राखेको छ, र भोलिको दिनमा पुरुषले विवाह गरेन भनेर अदालतमा आउने, यो कुरा चाहिँ प्रमाणबाट पनि पुष्टि नहुने, तर महिलाले अदालतमा आएर वा पुरुषले अदालतमा आएर उसले चाहिँ मलाई आश्वासन दिएको थियो रे भन्ने जस्तो कुरा गरियो भने यस्तो अवस्थामा चाहिँ अदालतले त्यसलाई चाहिँ मुद्दा चलाए अनुसारको हुँदैन भनेर भनेको छ। किन भन्दाखेरि एउटा साबालक व्यक्तिले चाहिँ कुनै कुरामा कन्सेन्ट यदि दिइरहेछ भने त्यो चाहिँ नाबालकले दिएको कन्सेन्ट भन्दा फरक हुन्छ। साबालकले यदि यसरी आफ्नो कन्सेन्ट 1 वर्ष होइन, 2 वर्ष होइन, 3 वर्ष रिलेसनसिपमा बसेर कन्सेन्ट दिइरहेछ भने पछिको दिनमा उसले मलाई यसो भन्यो अनि त्यो कारणले गर्दाखेरि मैले अदालतमा आउनु बाध्य भए, मलाई न्याय चाहियो भनेर चाहिँ भन्न मिल्दैन भनेर सम्मानित सर्वोच्च अदालतले एड गर्न चाहन्छु। लाइक विवाह गरेन भने भन्नुभएन हजुरले, अनि अघि एउटा इक्जाम्पल दिनुभएको थियो नि त हजुरले जबरजस्ती गर्नेको, अनि जबरजस्ती गर्ने के मुद्दा लाग्यो भने यस्तो हुन्छ, अदालतमा जबरजस्ती गर्नेको मुद्दा लाग्न सक्छ, नलाग्न सक्ने होइन। जबरजस्ती करणीको मुद्दा लागिसकेपछि अदालतमा प्रमाण सङ्कलन हुन्छ नि, जुन सङ्कलन भएको प्रमाणको आधार यदि ग्रहण गर्ने हो भने जबरजस्ती करणी भएको भन्ने कुरा चाहिँ शारीरिक स्वास्थ्य परीक्षण प्रतिवेदनबाट पुष्टि हुनुपर्ने हुन्छ कि स्वास्थ्य परीक्षण प्रतिवेदनबाट पुष्टि हुनुपर्छ भन्दाखेरि के हुन्छ भने महिलाको जुन स्वास्थ्य परीक्षण प्रतिवेदन हुन्छ दुईटा कुरा हुन्छ। एउटा जबरजस्ती करणी यदि कसैले आफूलाई भयो वा कुनै पनि व्यक्तिले चाहिँ मलाई रेप भयो भनेर भन्छन् भने सम्बन्धित निकायमा गएर उहाँले चाहिँ उजुरी फाइल गरिसकेपछि उहाँले चाहिँ आफ्नो स्वास्थ्यलाई परीक्षण गर्नुपर्ने हुन्छ। किन भन्दाखेरि उसको केही गतिविधिबाट चाहिँ उसलाई करणी भएको हो भन्ने कुरा देखिनुपर्ने हुन्छ नि त। जस्तो स्वास्थ्य परीक्षण प्रतिवेदनले उसको हाइमन टियर पनि भन्दैन, उसको ओल्ड हाइमन टियर पनि भन्दैन, उसलाई करणी भएको कुनै पनि अवस्थामा उसको साइन्स अफ स्ट्रगल आफ्नो जिउमा बाइट, पुरुषको जिउमा बाइटको दागहरू पनि हुँदैन। त्यति भन्दै गर्दाखेरि उसको जिउमा उसले वा पुरुषको स्वास्थ्य परीक्षण प्रतिवेदन गर्दाखेरि पुरुषको जिउमा स्क्रैचेस पनि हुँदैन भने यस्तो अवस्थामा जबरजस्ती करणी मलाई भयो भनेर मात्र चाहिँ दाबी लिए तापनि अदालतबाट जबरजस्ती करणी मुद्दामा चाहिँ पुरुषलाई सफाई पनि हुन्छ। अब यही भन्दै गर्दाको सन्दर्भमा 2-3 वर्षसँगै बसेको छ, जबरजस्ती करणी मुद्दा हाल्यो भन्ने बित्तिकै मुद्दा हाल्ने बित्तिकै मान्छे त कसुरदार हुँदैन नि त। आरोपलाई त पुष्टि गर्ने प्रमाणबाट पुष्टि गर्नुपर्ने हुन्छ नि त। जबरजस्ती करणीको मुद्दामा पहिलो प्रमाण भनेकै स्वास्थ्य परीक्षण प्रतिवेदन हो। परेको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई चाहिँ किटानी जाहेरी दरखास्तबाट चाहिँ समर्थन चाहिँ गरेको हुनुपर्छ। तर स्वास्थ्य परीक्षण प्रतिवेदनले नै दुई व्यक्ति बिचमा चाहिँ सम्बन्ध रहेको भन्ने कुरा चाहिँ पुष्टि भए तापनि वा शारीरिक सम्बन्ध नभएको वा शारीरिक सम्बन्ध जबरजस्ती करणी भनेको चाहिँ के हो भन्दाखेरि नामैमा जबरजस्ती छ नि त। एउटाले अर्कोलाई फोर्स गरेर चाहिँ सेक्सुअल इन्टरकोर्स गरेको हुनुपर्ने हुन्छ नि त हैन, उसको कन्सेन्ट बिना। अब यदि त्यो कुरा चाहिँ शारीरिक परीक्षण प्रतिवेदन वा स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिरहेको छैन भने चाहिँ त्यसरी दायर गरिन्छ मुद्दा भने त्यसरी मुद्दा दायर गरिसकेपछि पुरुषलाई चाहिँ स्वास्थ्य परीक्षण प्रतिवेदनको आधारमा पनि सफाई ठहर गर्न सकिन्छ। लाइक त्यस्तो केसेसहरु हजुरले हेर्नु भएको छ? मैले कस्तो केस हेरेको छु भने छ नि, कस्तो हुन्छ भने यस्तै केसको सन्दर्भमा अहिलेको एकदमै प्रिभेलेन्ट केस कस्तो छ भने दुईजना एउटा माइनर
एउटा मेजर भनेपछि एउटा 15-16 वर्षको महिला नाबालक भनौँ महिला भन्दा पनि र 21 वर्षको पुरुष दुईजनाले के गर्नुहुन्छ भने दुईजनाले बोयफ्रेन्ड गर्लफ्रेन्ड भएर शारीरिक सम्पर्कमा राख्नुहुन्छ एकअर्कासँग। शारीरिक सम्पर्क राखिसकेपछि अदालतमा मुद्दा आउँछ। के मुद्दा आउँछ भनेपछि कसरी मुद्दा आउँछ भन्ने सन्दर्भमा नट इन अल केसेस तर आमाले चाहिँ आफ्नो छोरीको सम्बन्ध अर्कै केटा मान्छेसँग छ भनेर थाहा पाउँछ अनि समाजको लोकलाजले गर्दाखेरि उहाँले चाहिँ जबरजस्ती करणी मुद्दा छोरीको हकमा, किनकि नाबालकले त मुद्दा हाल्न मिल्दैन संरक्षक भनेर उहाँले चाहिँ जाहेरी दरखास्त दिनुहुन्छ। अब यस्तो केसमा चाहिँ एकदमै गाह्रो के हुन्छ भने अदालतमा आएर बयान गर्दाखेरिको सन्दर्भमा अनुसन्धान अधिकारी समक्ष आएर बयान गर्दाखेरिको सन्दर्भमा इफ महिलाले वा नाबालकले होइन हामीले एकचोटि शारीरिक सम्पर्क राखेको थियौँ भनेर उसले अदालतमा आएर भनिदियो भने यद्यपि दुईजना बिचमा बोयफ्रेन्ड गर्लफ्रेन्डको रिलेसनसिप देखिन्छ भने पनि त्यसमा चाहिँ पुरुषलाई चाहिँ सजाय नै हुन्छ। किन भनेर सोध्नुहुन्छ भने हाम्रो मुलुकी अपराध संहिता 2074 को दफा 219 मा के लेखेको छ भन्दाखेरि चाहे जो जस्तो मान्छे भए पनि यदि महिलाको उमेर 18 वर्षभन्दा कम छ वा नाबालक छ भने नाबालकसँग लिएको सम्झौता वा नाबालकको मन्जुरी जबरजस्ती करणीमा मानिँदैन भन्ने कानुनी प्रावधान भएको हुँदाखेरि हो यो केसमा चाहिँ पुरुषहरू चाहिँ अलिकति पीडितै छन्। किनभने अहिलेको अवस्थामा यसो हेर्दाखेरि पनि तपाईँले देख्नु भएको छ नि 16 वर्षको महिलाहरू अहिले हेर्दाखेरि म जत्तिकै देख्नुहुन्छ हुन्छ नि, जिउ हेरेर पनि उहाँको चाहिँ उमेर हामीले आइडेन्टिफाई गर्न सक्दैनौँ। अब यस्तो अवस्थामा चाहिँ पुरुषलाई चाहिँ जबरजस्ती करणीको मुद्दा लागिसकेपछि अदालतबाट चाहिँ सजाय चाहिँ भएको देखेको छु मैले। तर धेरै थोरै कन्डिसनमा अहिले नेपालको हाम्रो जुन नयाँ कानुन मन्त्री आउनु भएको छ उहाँले नेपालमा चाहिँ एउटा रोमियो एन्ड जुलियट ल इन्ट्रोड्युस गर्ने भनेर उहाँले एउटा ल्याउँदै हुनुहुन्छ कि रोमियो एन्ड जुलियट लमा चाहिँ कस्तो हुन्छ भने महिला नाबालक छ पुरुष पनि नाबालक छ भने नाबालकले शारीरिक सम्पर्क राखेको छ भने नेपालको कानुनले के भन्छ नि महिला नाबालकको हकमा पुरुषलाई पनि सजाय हुनुपर्छ भन्छ कि पुरुष नाबालक भए तापनि यद्यपि पुरुष नाबालक होस् वा नाबालक होस् सजाय हुनुपर्छ भन्छ। तर रोमियो एन्ड जुलियट लले चाहिँ के भन्छ भने होइन पुरुष नाबालक छ भने चाहिँ उसलाई सजाय हुँदैन भनेर भन्छ कि त्यो लजलाई चाहिँ चाँडोभन्दा चाँडो अस्ति पनि हामीले न्युजमा हेरि नै रहेको थियौँ नि त यो लजलाई चाहिँ ल्याउने व्यवस्था गरिराख्नु भएको छ। तर हालैको अवस्थामा विभिन्न चाहे त्यो सर्वोच्च अदालतको बेन्चबाट होस् उच्च अदालतको उच्च अदालत इलामको बेन्चबाट होस् यो रोमियो एन्ड जुलियट लको आधारमा वा विभिन्न प्रमाणहरूको आधारमा चाहिँ नाबालक पुरुष र नाबालक महिलाको हकमा दुवैजनाले यदि शारीरिक सम्पर्क राख्नु भएको छ भने त्यसलाई चाहिँ जबरजस्ती करणीमा परिभाषा नगर्ने भनेर कानुनी व्याख्या चाहिँ हुन थालिसकेको छ अदालतबाट। लिभिङमा बसिरहेको छ 2-3 वर्षको क्रममा होइन बच्चा पनि जन्म्यो भने बच्चाको के कस्तो अधिकार हुन्छ? यस्तो छ लिभिङ टुगेदरमा बच्चा जन्मियो भने चाहिँ बच्चाको अधिकार बुवा आमासँग नेपालको कानुनबाट चाहिँ कस्तो भनिँदो रहेछ भने मेराइटल रिलेसनसिप बिट्विन दि पेरेन्ट्स त्यो चाहिँ डिभोर्सले समाप्त हुन सके तापनि बच्चाको चाहिँ पेटर्नल राइट्स चाहिँ कहिले पनि समाप्त भएर जान सक्दैन भनेर नेपालको कानुनले व्याख्या गरेर आएको छ। त्यही हाम्रो मोरल्स भ्याल्युजले पनि भन्छ। अब यसैको सन्दर्भमा यदि बच्चाको भोलिको दिनमा जन्म भयो भने यसरी बच्चा जन्मिसकेपछि बच्चाले चाहिँ आफ्नो पेटर्नल राइट बुवाको नामको अधिकार र आमाको नामको अधिकार दुवैको नामको अधिकार पाउँछ। अझ नेपालको कानुनमा त यति मिठो कानुन के छ भने नि जस्तो लिभिङ टुगेदरमा बसिरहेका छन् रे लिभिङ टुगेदरमा बस्दाखेरि जस्तो गर्भधारण गर्छिन् महिलाले गर्भधारण गरिसकेपछि पुरुषले छोडेर गयो भने गर्भमा रहेको बच्चाले बुवाको अंश समेत दाबी गर्न पाउँछ नेपालको कानुन अनुसार। भोलिको दिनमा अब यद्यपि भोलिको दिनमा गर्भमा रहेको बच्चाको जन्म भएन र बच्चाको गर्भमै मृत्यु भयो भने चाहिँ त्यस्तो सन्दर्भमा चाहिँ पुरुष र महिला बिचमै आधी भएर जान्छ। तर यदि गर्भमा रहेको कुनै पनि बच्चा छ भने यसरी गर्भमा रहेको बच्चाले चाहिँ बुवातर्फको अंश होस् उहाँको चाहिँ राइट टु आइडेन्टिटी भन्छ नि नेमको हक होइन नामसँग सम्बन्धित हक आदि इत्यादि सम्पूर्ण हकको सुनिश्चितता हाम्रो नेपालको कानुनले गर्दछ। लाइक अंशको कुरा गर्नु भएन अनि बच्चा जन्मेपछि अटोमेटिक विवाह पनि हुन्छ कि हुँदैन? यस्तो हुन्छ हो। अब यो चाहिँ कस्तो सन्दर्भमा हुन्छ भने नि अटोमेटिकली विवाह भन्दा पनि भोलिको दिनमा मलाई धेरैजना क्लाइन्टले सोध्ने पनि विवाह दर्ता छैन बच्चा छ अब हाम्रो विवाह दर्ता बनाउनु पर्छ कि पर्दैन भनेर भन्दाखेरि हो तपाईँले भनेको जसरी बच्चा जन्मियो भने अटोमेटिकली विवाह हुन्छ।
तर अभिलेखीकरण भन्ने त हुन्छ नि, कुनै पनि कुरा यदि गरिएको छ भने त हामीले नेपाल सरकारद्वारा निर्धारण गरिएको निकायहरूमा गएर चाहिँ हामीले सो कुराको जानकारी चाहिँ दिनुपर्ने हुन्छ। त्यसलाई नै अभिलेखीकरण पनि भनिन्छ। विवाह गरेको छैन तर बच्चाको जन्म भयो भने भोलिको दिनमा त बच्चालाई जन्मदर्ता पनि बनाउनु पर्ने हुन्छ। यसै सन्दर्भमा चाहिँ केही कुनै वडामा गएर चाहिँ जन्मदर्ता बनाउने सन्दर्भमा बुवा आमाको विवाह दर्ता प्रमाणपत्र माग्छ। अब कहिलेकाहीँ चाहिँ के हुन्छ नि, विवाह दर्ता प्रमाणपत्र माग्दै गर्दाको सन्दर्भमा सम्बन्धित वडामा गएर विभिन्न तरिकाले विवाह हुन्छ, जसमा सामाजिक परम्परा अनुसार विवाह गएर त फोटो देखायो भने पनि विवाह दर्ता जारी गरिन्छ। अब यस्तो अवस्थामा चाहिँ बच्चाको बर्थ सर्टिफिकेटलाई यदि राखेर बुवा आमाले हाम्रो बच्चा यो हो भनेर उहाँहरूले स्वीकारेर जानुभयो भने सम्बन्धित वडाबाट चाहिँ विवाह दर्ता प्रमाणपत्र जारी गरिन्छ, जसलाई नै हजुरले भने जसरी नै अटोमेटिकली म्यारिजको क्याटेगोरीमा राख्न सकिन्छ। ओके, लाइक विवाहकै कुरा गर्दा होइन, नेपालमा सेम सेक्सको विवाह पनि हुन्छ। नेपाल साउथ एसियाकै फर्स्ट कन्ट्री भनौँ, साउथ इस्ट एसियाको फर्स्ट कन्ट्री पनि हो जसले सेम सेक्स म्यारेजलाई लिगलाइज पनि गरेको छ। अहिलेको अवस्था कस्तो छ? अहिलेको अवस्था कस्तो छ भन्दाखेरि नि, अब यो त एउटा समानता भन्छ, अर्को समता भन्छ। अब यो नेपाल फर्स्ट साउथ इस्ट एसियन कन्ट्री टु लिगलाइज सेम सेक्स म्यारिज भनेर परिभाषा भए पनि 2015मा सुनिल बाबु पन्त विरुद्ध नेपाल सरकारको मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट समलिङ्गी जोडी पनि हुन्छ, समलिङ्गी जोडीले विवाह गर्न पाउनुपर्छ वा समलिङ्गी जोडीहरू हुन्छन् त्यो चाहिँ समाजको एउटा डिजिजको रूपमा चाहिँ नहेर भनेर सेम सेक्स म्यारिजलाई चाहिँ लिगल रिकग्निसन चाहिँ पाइसकेको अवस्था थियो। यद्यपि लिगल रिकग्निसन पाए तापनि ठ्याक्क 10 वर्षसम्म, अर्थात् आजभन्दा 2.5 वर्ष अगाडिसम्म पनि समलिङ्गी जोडीले नेपालमा विवाह दर्ता गरेका थिएनन्। यद्यपि हजुर हामीले सुने अनुसारको इन्टरनेटभरि जतै ततै पनि अहिले हेऱ्यो भने पनि नेपाल इज द फर्स्ट कन्ट्री इन साउथ इस्ट एसिया टु लिगलाइज सेम सेक्स म्यारिज भनेर भने तापनि नेपालमा 2.5 वर्ष अगाडिसम्म पनि पहिलो विवाह दर्ता समलिङ्गी जोडीहरूको भएको थिएन। अब कुरा कस्तो भयो भने सुनिल बाबु पन्तको मुद्दा पश्चात पिङ्की गुरुङ विरुद्ध नेपाल सरकारको मुद्दाबाट सम्मानित सर्वोच्च अदालतमा जोडीहरूले चाहिँ हाम्रो विवाहले चाहिँ मान्यता पाएन भनेर उहाँहरू चाहिँ विभिन्न जोडीहरू जानुभएको थियो सेम सेक्सको। अनि सम्मानित सर्वोच्च अदालतमा गइसकेपछि तिल प्रसाद श्रेष्ठ श्रीमानको इजलासबाट चाहिँ एउटा आदेश चाहिँ के भएको थियो भने यो कन्डिसन यसरी आएछ, अब निवेदक र निवेदक सरहका जस्तो जोडी हुन्छ उनीहरूलाई चाहिँ विवाह दर्ता गर्ने गरी चाहिँ अस्थायी प्रमाणपत्र वा अस्थायी विवाहको दर्ता प्रमाणपत्र जारी गर्ने सुविधा मिलाइदिनु भनेर विपक्षीहरूको नाममा आदेश जारी भएको थियो। अब यही भन्दाफेरिको सन्दर्भमा अदालतबाट त आदेश भएको अनुसारको त विवाह दर्ता त गर्नुपर्ने हुन्थ्यो। अब अदालतबाट विवाह दर्ता गर भनेर आदेश जारी भइसकेपछि अब हामीले के गर्छौँ, अब म चाहिँ कस्तो हो भने म यो फिल्डमा चाहिँ म एकदम प्रोएक्टिभ लयर हो। मैले चाहिँ सेम सेक्स म्यारिज रिलेटेड चाहिँ नेपालको फर्स्ट सेम सेक्स म्यारिजमा चाहिँ 2टा चाहिँ मैले नै गराएको हो। अब यही भन्दै गर्दाको सन्दर्भमा पिङ्की गुरुङ चाहिँ मेरो क्लाइन्ट हुनुहुन्न, उहाँ चाहिँ पहिलो सेम सेक्स विवाह दर्ता भएको क्लाइन्ट भए तापनि वा कपल भए तापनि उहाँहरू र उहाँहरू लगायतको मेरो निवेदक उहाँहरू लगायतको मेरो क्लाइन्टहरूलाई पनि लिएर हामीले चाहिँ के गर्यौँ भने काठमाडौँ जिल्ला अदालत गयौँ। किनभने त अदालतले बिहा गर भनेर भनेको छ। अब किन गर्छ अदालतबाट विवाह भन्दाखेरि हामी तपाईँ सबैलाई थाहा छ पुरुष र महिलाले गर्ने विवाहमा भोलिको दिनमा अदालतमा गऱ्यो भने विदेश जान सजिलो हुन्छ भने जसरी नै समलिङ्गी जोडीलाई पनि हामीले गर्ने भनेको अदालतमा गर्ने हो। किनभने एउटा सर्टेन कन्सेप्ट त के छ भने वडामा गएर गर्नुभन्दा पनि अदालत गर्दाखेरि फ्युचर बेनिफिट्स केही कसो होला भनेर हामीले अदालत लगाएका थियौँ। अदालत लाग्दाखेरि एउटा यस्तो मिठो कानुनमा व्याख्या भयो जुन मलाई कानुन विद्यार्थी हुँदाखेरि मलाई पनि जानकारी थिएन। पछिको दिनमा आएर सम्मानित सर्वोच्च अदालतको आदेशमा विवाह दर्ता गर्नको लागि अस्थायी अभिलेख जारी गर्नु वा विवाह दर्ताको अस्थायी प्रमाणपत्र जारी गर्नु भनेर जुन आदेश भएको थियो जिल्ला अदालतबाट हुँदैन भनेर भन्यो विवाह दर्ता। त्यस विरुद्ध उहाँहरू पनि हामीहरू पनि उच्च अदालत गयौँ। उच्च अदालत गइसकेपछि के भयो भन्दाखेरि उच्च अदालतबाट पनि हुँदैन भनेर भन्यो। अब हुँदैन भनिसकेपछि इन्टरप्रिटेसन के गरिँदो रहेछ भने एउटा विवाह दर्ता हुँदो रहेछ, अर्को दर्ताद्वारा विवाह हुँदो रहेछ। अदालतले गराउने चाहिँ दर्ताद्वारा विवाह हो, विवाह दर्ता चाहिँ वडाबाट गर्ने हो। अब अदालतबाट इन्टरप्रिटेसन के भयो भने दर्ताद्वारा विवाह अदालतले गर्ने हुँदाखेरि अदालतलाई यो क्षेत्र अधिकार छैन, त्यही भएर सम्बन्धित वडा गएर चाहिँ आफ्नो विवाहलाई मान्यता दिने गरी वा अस्थायी प्रमाणपत्र तिमीले लिन सक्छौ भनेर भएको हुँदाखेरि थाहा जानकारी पाएको हुँदाखेरि पिङ्की गुरुङ पहिला जानुभयो, आफ्नो सम्बन्धित वडा जानुभयो, उहाँहरूको सम्बन्धित वडा उहाँहरू गएर चाहिँ उहाँहरूले विवाह दर्ता प्रमाणपत्र लिइसकेपछि मैले पनि मेरो क्लाइन्टहरू उहाँहरू चाहिँ काठमाडौँकै हुनुहुन्थ्यो। मेरो पहिलो क्लाइन्ट उहाँहरू एकदम मिलनसार, मेरो एकदमै मिल्ने साथी हुनुहुन्छ। उहाँहरूलाई लिएर चाहिँ मैले काठमाडौँ
उहाँहरूलाई लिएर चाहिँ मैले उहाँको सम्बन्धित वडामा गएको थिएँ। सम्बन्धित वडामा गइसकेपछि उहाँहरूलाई चाहिँ विवाह दर्ता प्रमाणपत्र ग्यारेन्टेड भयो। अब तपाईँले भनेको कुरा र मैले अहिले भूमिका चाहिँ किन बाँधेको भन्दाखेरि अहिले तत्कालीन मैले 8 महिना अगाडि मात्र अझै एउटा समलिङ्गी जोडीलाई लिएर विवाह दर्ता गराउँछु भनेर मलाई 1 वर्ष अगाडिदेखि नै त्यो समलिङ्गी जोडीले मलाई इन्टरनेटबाट खोज्नु भएको थियो। त्यो अनुसार चाहिँ उहाँहरूसँग चाहिँ उहाँहरूले मसँग कन्ट्याक्टमा भएको 1 वर्ष ठ्याक्क 1 वर्ष पछाडि अर्थात् आजभन्दा 8 महिना अगाडि मैले उहाँहरूलाई चाहिँ भेटेपछि चाहिँ अब उहाँहरूले कुरा राखे अनुसारको उहाँहरूको विवाह दर्ता गराउनु पर्ने थियो। विवाह दर्ता गराउनु पर्दाखेरिको सन्दर्भमा एकजना जोडीमध्ये 2 जना महिला महिला कपल्सहरू हुनुहुन्थ्यो। एकजनाको घर पोखरा, अर्कोको घर रामेछाप। अब यसो सुविधा सन्तुलन हेर्दा पनि ट्रान्सपोर्टेसनको पाएक पर्ने ठाउँ भनेको पोखरा भयो। पोखरा भएको हुँदाखेरि हामीले त पोखरा नै गएर गरौँ न त भने जस्तो एउटा टेन्टेटिभ प्लान गरेको थियौँ। त्यही भन्दा फेरिको सन्दर्भमा उहाँ मध्ये चाहिँ एउटा निवेदक चाहिँ अस्ट्रेलिया बस्नु हुँदो रहेछ, अर्को चाहिँ नेपाली बस्नु हुँदो रहेछ। मैले मेरो अस्ट्रेलिया रहेको क्लाइन्टलाई चाहिँ ल आउनु, आई क्यान डु द्याट जब फर यु, तपाईँको विवाह दर्ता गर्नुपर्ने छ, मैले बुझेँ, मैले अगाडि पनि 2टा गरिसकेको छु, त्यही कारणले तपाईँ आउनु, किनकि तपाईँ डिस्टेन्समा पनि बस्नुहुन्छ, त्यही भएर ल आउनु नि त भनेर मैले उहाँलाई नेपाल बोलाएँ। नेपाल बोलाइसकेपछि सम्पूर्ण मैले विवाह गर्नको लागि अदालतमा चाहिने मैले अलरेडी गरिसकेको कपल्सहरूको विवाह त्यही प्रोभिन्समा अलरेडी जारी गरिसकेको अस्थायी प्रमाणपत्र आदि इत्यादि सम्पूर्ण डकुमेन्ट राखेर अदालतमा उहाँहरूको इन्गेजमेन्ट विवाह गरिसकेको फोटो पनि राखेर सम्बन्धित वडामा हामी गएर बस्यौँ। वडामा जाँदाखेरि त्यहाँ के भन्नुहुन्छ भने सम्बन्धित वडाको व्यक्तिले, त्यहाँ जो हामीले जसलाई भेटाएका थियौँ वा जो सम्बन्धित व्यक्ति हुनुहुन्छ त्यहाँको व्यक्तिले, आज विवाह गर्न आउनुभयो तपाईँहरू, मलाई त समलिङ्गी जोडीको त विवाह नेपालमा हुन्छ भनेर त खासै जानकारी छैन, योसँग सम्बन्धित जानकारी त मैले लिनै पर्ने हुन्छ। पहिलो प्रथम दृष्टिमै उहाँले हामीलाई तपाईँहरू जानु, भोलि आउनु जस्तो कुरा गर्नुभयो। अनि अब म त कानुन व्यवसायी, उहाँहरूले मलाई लिएर जानु भएको छ। अब मैले कानुन व्यवसायीलाई लिएर गइसकेपछि त उहाँले जानु भन्ने बित्तिकै त जान त मिल्दैन नि त होइन, किनभने हामीले मेरो पक्षले मलाई कुनै ठाउँमा रुचाउनु भएको छ भने त्यहाँ बोलाउन सकेर नि त रुचाउनु भएको हो नि त। अनि त्यही सन्दर्भमा मैले उहाँलाई के भने मैले म फलान हो, मैले पहिला पनि यो गरी आइसकेको छु, योसँग सम्बन्धित परिपत्र पनि जारी गरिसकेको छ हजुरहरूको हकमा भनेर भन्दा पनि उहाँले के भन्नुहुन्छ भने होइन, म त स्थानीय पञ्जीकरण विभागमै गएर मैले बुझ्नुपर्छ, पर्यो भने त म काठमाडौँ नै जानुपर्छ जस्तो कुरा गर्नुहुन्छ। अब एउटा कानुनले के भन्छ भने सम्बन्धित निकायमा कुनै पनि निवेदन दियो भने त्यो दिएको निवेदन उपर चाहिँ सम्बन्धित व्यक्ति चाहिँ छलफल गर्न पाउने भनेर केही समयावधि तोकिया हुन्छ। त्यो भएको हुँदाखेरि मैले उहाँलाई चाहिँ प्रेसर गर्न मिलेन। अब नमिलेको सन्दर्भमा मैले के भने चाहिँ अब अस्ट्रेलियाबाट मेरो क्लाइन्ट आउनु भएको छ, मैले आज अब यसो भयो, तपाईँले देखिहाल्नु भयो के भयो, उहाँले इच्छा पनि गर्नु भएन, किनभने यो त मैले तपाईँलाई स्टोरी भन्दै गर्दाको सन्दर्भमा उहाँहरूको घृणा नै देखिन्छ कि एउटा सर्टेन कम्युनिटीको व्यक्ति विरुद्ध। अनि ल ठिक छ, अब लेट्स गो, हामी जाऊँ, हामी फेरि पनि उहाँहरूले बोलाउनुहुन्छ, बोलाइसकेपछि 2-3 दिनमा हामी फलोअप गर्छौँ, किनभने मेरो क्लाइन्ट चाहिँ विदेश फर्किन फेरि 10 दिन बाँकी थियो, हामी 8औं दिनको दिनमा आउँछौँ, अनि हामी गरौँ न त त्यति बेला भनेर आश्वासन त मैले दिनु पर्यो। तर मलाई अलिकति के थाहा थियो भने यो अलिकति गाह्रो छ। किन गाह्रो छ भन्दाखेरि उहाँहरू अलिकति बुझ्न पनि नखोज्ने, कुरा पनि नसुन्ने, कागज हेर्न पनि नखोज्ने, सम्बन्धित निकायमा गएर सोध भन्दा पनि सोध्न नखोज्ने। अनि भन्दै गर्दाखेरिको सन्दर्भमा मैले त्यहाँ 2टा थरीको मान्छे भेटेँ कि अब उहाँले कुरा मान्नु भएन भने त उहाँले जान खोजेको निकायमै जान खोज्छु म। मैले स्थानीय पञ्जीकरण विभाग पोखरामा गएको थिएँ। अब त्यहाँ गइसकेपछि पोखरामा कुरा राख्दाखेरिको सन्दर्भमा उहाँहरूले के भन्नुहुन्छ भने यदि विवाह गर्न खोजिराख्नु भएको छ भने महिलाको विवाह हुन्छ हुँदैन, हामी अन्यलमा छौँ, एकजनाको जेन्डर चाहिँ पुरुष राखेर आऊ भनेर भन्नुहुन्छ। अब त्यो जस्तो डिसहार्टेनिङ, म कस्तो मान्छे हो भने मैले ल पढ्छु भनेर समाजमा व्यक्तिलाई अन्याय परेको छ म न्याय दिन्छु भनेर पढाए होइन। मैले पढ्दै जाँदाखेरिको सन्दर्भमा समाजमा साँच्चै नै व्यक्तिलाई अन्याय परेको रहेछ। त्यो अन्याय परेको व्यक्ति एउटा सर्टेन न्यूनतम वर्गका हुन्छन्, त्यो वर्गको व्यक्तिको चाहिँ भोइस म बन्छु भनेर म अहिले जे गरिरहेको छु त्यो गरिरहेको छु। अब मेरै आँखा अगाडि मेरो कानले त्यो सुन्यो। म कानुनको विद्यार्थी, संविधान यत्रो पढाएको छ, कुनै पनि व्यक्तिको नागरिकता अलरेडी जारी गरिसकेको छ, उसले आफूलाई महिला भनेर आइडेन्टिफाई गर्छ, सेक्सुअल ओरिएन्टेसन र जेन्डर त डिफ्रेन्ट हो नि त होइन। अब त्यो भनिसकेपछि मैले जति पनि कुरा राख्दाखेरि सम्बन्धित विभागको प्रमुखले मान्नु भएन। त्यसै गरी मैले अघि जुन वडामा गएर कुरा गरेको थिएँ, वडामा गएर कुरा गर्दाखेरिको सन्दर्भमा वडाले के भन्नुहुन्छ भने होइन, तिम्रो हकमा चाहिँ अघिल्लो जुन मैले सर्वोच्च अदालतको आदेश भने त्यो चाहिँ सर्वोच्च अदालतबाट त्यो जोडीलाई मात्र थियो अरे। अब तिम्रो लागि पनि यसरी नै जो एउटा आदेश लिएर आऊ, एकदम इजिली भनिदिनु भयो कि।
अब यो भन्दा फेरि त म त एकदमै तनावमा भएँ नि त। अब तनावमा भइसकेपछि एउटा कानुन व्यवसायीको साथी को हुन्छ भन्दा फेरि अर्को कानुन व्यवसायी हुन्छ। अनि मैले पोखरा महानगरपालिकामा गएर कानुन सल्लाहकार सर प्रमुखलाई चाहिँ गएर भेट्दाखेरि यसो 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 कुरा छ, हामीले चाहिँ अलरेडी यही प्रोभिन्सबाट जारी गरिसकेको प्रमाणपत्र पनि राखेर दिँदा पनि सरले मान्नु भएन, सरले एकचोटि प्लिज फोन गरिदिनु पर्यो वा सरले एकचोटि प्लिज मलाई पत्र लेखिदिनु पर्यो भनेर भने। सरले चाहिँ के भन्नुभयो भने होइन त्यो तपाईँहरूले पाउनुहुन्छ गर्न, इट इज अल गुड, पत्र चाहिँ हामीले लेख्न मिल्दैन किनभने सम्बन्धित निकायले पत्र माग्यो भने मात्र हामीले पत्र लेख्ने गरेका छ भनेर भन्नुभयो। त्यो त मलाई गाह्रो भयो किनकि उहाँबाट त पत्र माग्नु हुँदैन। अनि त्यसपछि उहाँले नमानेको हुँदाखेरि काहीँ पनि पोजिटिभ देखेन, हामी रिटर्न ब्याक भयो। 1 दिन 1.5 दिन जति स्टे गऱ्यौँ पोखरामा, फेरि रिटर्न ब्याक भयो। त्यसपछि 3-4 दिन पछाडि मलाई वडाबाट सचिवले फोन गर्नुहुन्छ, ल आउनु तपाईँ भनेर भन्नुहुन्छ। अनि मलाई नगरपालिकाले पनि हुन्छ तिमी आऊ भनेर भन्दै गर्दाखेरिको सन्दर्भमा म मेरो क्लाइन्टसँग लिएर फेरि मैले सम्बन्धित निकाय गएर उभिँदाखेरि सम्बन्धित निकायले फेरि होइन तिमी अदालतबाट आदेश लिएर आउनुपर्छ, यतिसम्म कतिसम्म गर्नुभयो भने मेरो क्लाइन्टको अगाडि मलाई हात यस्तो पकडेर साइड हटाइदिनु भयो। भनेपछि एउटा कानुन व्यवसायीलाई म त मेरो लागि बोल्न गएको होइन नि त, मलाई त त्यो विषयमा हुन त मेरो इन्ट्रेस्ट छ, तर मैले त समाजमा एउटा पछाडिएको वर्गको व्यक्तिहरूको भोइस बनेर बोल्न गएको हो नि त। अब यस्तो कन्सेप्टमा पनि मैले यो भूमिका किन बाँध्न खोजेँ भनेर भन्दाखेरि त्यसपछि हामीले के गरौँ र यो भिडियो हेरेर अरू मान्छेले के गर्न सकिन्छ वा यही कन्डिसनमा हुनुहुन्छ भने के गर्न सकिन्छ भन्दाखेरि जानुपर्ने अदालत नै हो। किनभने न्याय पाएको छैन भने न्याय दिने एउटा निकाय अदालत नै हुन्छ। यतिसम्म राम्रो के भयो भन्दाखेरि हामी अदालत गयौँ, अदालत गइसकेपछिको म्याक्सिमम हामीलाई 8 महिना लाग्यो, 6 देखि 8 महिना लाग्यो। इट्स अ लङ फाइट। अदालतमा चाहिँ हामीले रिट मार्फतबाट गएको थियौँ। त्यसमा चाहिँ हाम्रो मिना श्रीमान र अन्जु उप्रेती श्रीमानको इजलासबाट चाहिँ हाम्रो हकमा चाहिँ आदेश जारी गरिसकेपछि स्पष्ट रूपमा आदेश जारी गरिसकेपछि स्पष्ट रूपमा वडाको नाममा लेटर तयार भयो। अनि अस्ति भर्खरै मैले सायद 1.5 महिना अगाडि मैले मेरो क्लाइन्टलाई तपाईँ आउनु, तपाईँको फैसला तयार भयो, तपाईँको हकमा लेटर रेडी छ, लेटर आएर सम्बन्धित उच्च अदालत पोखरा जानु, गइसकेपछि तपाईँले त्यहाँबाट लेटर पाउनुहुन्छ, त्यो लिएर तपाईँ वडा जानु भनेर भनिसकेपछि उहाँ वडा जानुभयो। वडा गइसकेपछि उहाँहरूले चाहिँ उहाँहरूको विवाद दर्ता गर्नुभयो। अनि उनीहरूमाथि कारबाही त्यस्तो केही भएन? कस्तो छ भने नि नेपालको कानुन अनुसार सरकारी निकायमा बसिरहेको व्यक्तिले आनाकानी गर्दाखेरिको सन्दर्भमा कारबाही गर्ने अवस्थामा चाहिँ अहिलेको अवस्थामा चाहिँ कारबाही तत्कालीनको लागि गरी पनि हालिँदैन। दुईटा कुरा छ कि किनभने कारबाही गर्नको लागि पनि मुद्दा त अर्को मुद्दा हाल्नुपर्ने हुन्छ। तर यही भन्दाखेरिको सन्दर्भमा हामीले अदालतमा जाँदाखेरि जुन निवेदन लेखेका थियौँ वा जुन रिट निवेदन लेखेका थियौँ त्यसमा चाहिँ स्पष्ट रूपमा फलाना व्यक्ति फलाना निकायको प्रमुख फलाना निकायमा काम गरिआएको यो सम्बन्धित पद खाएर बसेको व्यक्तिले यसो कारणले गर्दाखेरि हामीलाई यसो गरेको हुँदाखेरि भनेर हामीले पक्काइदा एकदमै स्पष्ट उहाँको नाम खुल्ने गरी हामीले रिट निवेदनमा लेखेको थियौँ। रिट निवेदनमा लेखिसकेपछि चाहिँ अदालतमा त त्यो नोटिसमा भयो। त्यही भएर चाहिँ हामीले त्यसपछि क्लाइन्टसँग कुरा गर्दाखेरि मलाई क्लाइन्टले नै भन्नुभयो, यो लेटेस्ट क्लाइन्ट चाहिँ हाम्रै उमेरका हुनुहुन्छ, मभन्दा अलिकति 3-4 वर्ष सानो हुन्छ, तर एकदमै फन टु बी विथ। अनि उहाँले दिस टाइम द पर्सन ट्रिटेड अस भेरी गुड भनेर लेख्नुभयो कि किन भन्दाखेरि अब उहाँलाई कारबाही हुने नहुने भन्दा पनि अदालतमा उहाँको नाम गइसकेपछि उहाँको त रेपुटेसनमा पनि कुरा आउँछ। अब दोस्रो कुरामा चाहिँ यदि उहाँले चाहिँ मेरो क्लाइन्ट अस्ट्रेलियाबाट नेपाल आइसकेपछि पनि फेरि पनि अदालतबाट जारी भएको आदेश अनुसार उहाँलाई विवाह दर्ताको अस्थायी प्रमाणपत्र वा प्रमाणपत्र जारी नगरेको अवस्था थियो भने तत्कालीनको अवस्थामा चाहिँ मैले अदालतको अवहेलना मुद्दा हालिदिनु पर्ने हुन्थ्यो। अब अदालतको अवहेलना भनेको के हुन्छ भन्दाखेरि कुनै पनि निकायमा अदालतबाट आदेश भएको छ भने त्यो सरकारी निकायले चाहिँ अदालतबाट भएको आदेशलाई परिपालना गर्नुपर्ने हुन्छ, गरेन भने चाहिँ उहाँहरूलाई जरिवाना समेत हुन्छ। लाइक हजुरले भन्नु नि त रिट दिएपछि तपाईँले 7-8 महिना जस्तो लाग्यो होइन? लाइक नर्मल पिपलले कुनै मुद्दा दिइरहेछ होइन, अनि त्यो केस कति दिनमा त्यो हुन्छ समाधान हुन्छ? यस्तो छ, अब यो अहिलेको लेटेस्ट सरकारले एकदमै चाँडो एकदमै छिटो छरितो न्याय दिने व्यक्तिहरूलाई न्यायको अनुभूति गराउने प्रयास गरिराख्नु भएको छ। हाम्रो अहिलेको मनोज श्रीमानद्वारा जुन जुडिसियरी चलाइरहेको छ उहाँले एकदमै आफ्नो जुडिसियरीलाई नयाँ एस्पेक्टबाट अगाडि लग्न खोजिरहेको हुन्छ। इभन अहिले चाहिँ के हुन्छ भने हाम्रो अदालतमा मुद्दा चलिसकेपछि सम्भवतः 1 महिना 2 महिनामै पेशी पनि चढिरहेको छ, म्याक्सिमम भयो भने 3 महिनामा पेशी चढिरहेको छ
त्यो भन्नुको अर्थ के हो भने अदालतबाट एकदमै चाँडोभन्दा चाँडो पेशी चढ्यो भने त फैसला हुने हो। तर यही भन्दाफेरिको सन्दर्भमा एउटा अदालतको 3टा हाइरार्की छ कि जिल्ला हुन्छ, उच्च हुन्छ, सर्वोच्च हुन्छ। जिल्ला अदालतमा मुद्दा चल्नको लागि वा मुद्दा टुङ्गो लाग्नको लागि सम्भव त लाग्छ तपाईँलाई अलिकति सकिङ हुन्छ होला, 2 वर्ष जति लाग्छ। 2 वर्ष चाँडोमा 2 वर्ष। उच्चमा जान्छ, उच्चमा लाग्यो भने सायद 1 वर्षदेखि 18 महिना लाग्छ। त्यहाँ सर्वोच्चमा गयो भने 3, 4, 5, 6। अब अहिलेको जुन आइरहेछ, अहिलेको नयाँ न्यायपालिका श्रीमानबाट जुन चलिरहेको छ वा अहिलेको नयाँ हाम्रो न्यायपालिकाको प्रमुख वा सिजे जो होइसिन्छ मनोज श्रीमानको नेतृत्वबाट चाहिँ एकदमै छिटो छरितो न्याय दिने चाहिँ अनुभूति गराउन खोजिरहेको होइसिन्छ। किनभने गरिबहरूलाई त गाह्रो हुन्छ नि त एफोर्ड गर्न। यस्तो हुन्छ, गरिबलाई यदि तपाईँकै उसमा च्यानलबाट गरिबलाई यदि अदालतमा आएर मुद्दा लड्नको लागि गाह्रो हुन्छ भने उहाँहरूले चाहिँ वैतनिक कानुन व्यवसायीको सुविधा पाउनुहुन्छ। सम्बन्धित अदालतबाट अधिकृत स्तरको स्यालेरी राखेर प्राइभेट लयरलाई चाहिँ वैतनिक कानुन व्यवसायीको सुविधामा राखिन्छ, वैतनिक कानुन व्यवसायीको रूपमा राखिन्छ। त्यो भनेको के हो भन्दाखेरि जो व्यक्तिले फाइनेन्सियली वा आर्थिक रूपमा विपन्न वर्गका व्यक्ति हुनुहुन्छ भने उहाँहरूले चाहिँ निःशुल्क कानुन सुविधा चाहिँ अदालतले दिन्छ। हामीले डाइभोर्सको कुरा गऱ्यौँ होइन, लिभ इनको कुरा गऱ्यौँ, अनि मेलहरूप्रति हिंसा जुन भइरहेको छ त्यसको बारेमा कुरा गऱ्यौँ। अहिलेको यङ जेनेरेसनहरूलाई होइन हजुरले लिगल एडभाइस के दिनुहुन्छ? अहिलेको यङ जेनेरेसनलाई मैले दिने लिगल एडभाइस भनेको कस्तो रहेछ भने नि यसमा चाहिँ तपाईँको माइनर जुन हुन्छन्, माइनर उमेरको व्यक्ति चाहिँ नेपालको कानुन अनुसार चाहिँ उहाँहरूलाई एकदमै फरक ढङ्गबाट प्रोटेक्सन प्रोभाइड गरेको छ। त्यही कारणले गर्दाखेरि कुनै पनि तरिकाले विवाह होस्, शारीरिक सम्पर्क होस् वा कुनै पनि हिसाबले अन्य कुनै हिसाबले कुनै सम्बन्ध राख्ने होस् वा साथी बनेर नै माइनरसँग कुनै पनि कसुर गर्ने सम्मको घटना वा परिस्थिति सृजना गर्ने होस् वा अझ साथीमै मैले धेरै हेरिआएको एक अर्काले अझ म लागु औषधलाई पनि प्रोएक्टिभ कानुन व्यवसायी हो। साथी बिचमा एउटा व्यक्तिले लागु औषध सेवन गरेछ भने यदि भोलिको दिनमा प्रहरीद्वारा पक्राउ गरियो साथीलाई भने तपाईको फोन कल कन्भर्सेसनमा बढीमा कल रेकर्डमा सबैभन्दा धेरै कलमा कुरा हुने यदि तपाईको साथीको फोनबाट तपाईको फोनमा आउँछ र तपाईलाई आएर खोज तलासी गर्दाखेरि पनि तपाईको साथबाट पनि लागु औषध खैरो हेरोइन सम्म बरामद भयो भने नेपालको कानुन अनुसार चाहिँ चर्कोभन्दा चर्को सजाय सम्मको वा चर्कोभन्दा चर्को कसुरको अभियोग दायर हुन्छ। त्यही कारणले गर्दाखेरि आफू जोसँग बस्नुहुन्छ, आफू जसलाई मन पराउनुहुन्छ त्यो चाहिँ एकदमै कानुनी रूपमा उमेर पुगेको छैन, व्यक्तिको मनसाय बुझेर मात्र साथी बन्नु भनेर भन्छु म। Thank you so much for coming. Thank you so much for having me. It was a great time.